ल है मित्रहरू सबैलाई नमस्कार छ। यो मेरो पेज चाहिँ हिजोदेखि सस्पेन्डमा छ र यहाँबाट अहिले बोलिरहेको छु तपाईसँग। यो यलम्बर भन्ने शब्दसँग चाहिँ साह्रै धेरै के भन्ने रिस भन्नु कि घृणा भन्नु कि हैन दूरी भन्नु कि त्यस्तो रहेछ केही मान्छेहरूको चाहिँ, सबैको भन्दिनँ केही मान्छेहरूलाई त्यस्तो लाग्दछ। हामी इतिहासवादी मान्छे, संस्कृतिवादी मान्छे हैन। यदि त्यसो हो भने हामीले हाम्रो देशको इतिहास बिर्सनु हुँदैन। यलम्बर भन्ने शब्दमाथि त्यत्रो धेरै आपत्ति जनाउनु पर्दैन है साथी हो। यलम्बर भन्ने शब्दमाथि त्यत्रो धेरै आपत्ति, त्यत्रो असन्तुष्टि, त्यत्रो मन दुखाउ गर्नु हुँदैन। देशको इतिहासलाई हेर्ने भने अब हुन त अहिले हामी गणतन्त्रमा छौँ, म पनि गणतन्त्र नै रुचाउँछु है, गणतन्त्रवादी मान्छे नै हो। तैपनि देशको इतिहासका लागि हामीले कहिलेकाहीँ देशका इतिहास कालमा भएका राष्ट्रिय विभूतिहरूको नाम लिनुपर्छ। त्यसो हुँदाखेरि चाहिँ त्यो नाम बिर्सिनु हुँदैन। यलम्बर भन्ने शब्द नबिर्सिनु होला कसैले पनि। यो देशको इतिहासलाई बुझ्नेहरूले यलम्बर भन्ने शब्दलाई बिर्सिनु हुँदैन, त्यो है। तर हुन चाहिँ म गणतन्त्रवादी हो। यो चिज छ, कति साथीहरूले मन दुखाउनुहुन्छ, नदुखाउनु मन, ठुलो बनाउनु मन है, यति भने। थ्याङ्क यू। ल सम्पूर्ण मित्रहरूलाई हार्दिक नमस्कार छ मित्रहरू। भोलि चाहिँ 2083 साल वैशाख महिनाको 5 गते सोमबार मैले काठमाडौँमा छु र काठमाडौँमा चाहिँ भोलि हाम्रो पशुपतिनाथको मन्दिर परिसरमा सरसफाइ गर्ने भन्ने यहाँ सल्लाह हुँदैछ है हाम्रो। र त्यहाँ आउनु होला तपाईहरु। यदि हाम्रो देश बनाउने, ढुङ्गा बोक्ने, माटो छुने टिममा आबद्ध हुन चाहनुहुन्छ भने म त्यहाँ सदस्यता पनि वितरण गर्नेछु, आउनु होला सबैजना। त्यो भन्न चाहन्छु, देशको लागि काम गर्छु भन्ने हुटुटी हो श्रमदान। त्यो हुटुटी तपाईको मनमा पनि छातीभित्र पनि छ भने चाहिँ आउनु है, भोलि भेट्नुपर्छ पशुपतिनाथ एरियामा सम्पूर्ण श्रमदाताहरू काठमाडौँ उपत्यका आसपासका। थ्याङ्क यू।